न्यानो न्यानो क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोला। जय मङ्गोल। धन्यवाद छ। धेरै अग्रज बुद्धिजीवी र नेता आदरणीय व्यक्तित्वहरूले आफ्नो महत्त्वपूर्ण सम्बोधनहरू राखिसक्नु भएको छ र तपाईहरुले पनि धैर्यताका साथ सुनिराख्नु भएको छ। तपाई आज यो देशको मतवाली होइन, तपाई यो देशको जनजाति पनि होइन, तपाई आज यो देशको आदिवासी पनि होइन, तपाई आज यो देशको असली भूमिपुत्र मूलवासी मंगोल भएर उपस्थित हुनुभएको छ। त्यसको लागि तपाईहरुलाई हार्दिक 32औं विश्व मूलवासी दिवसको मुरी मुरी शुभकामना पनि तपाईहरुलाई व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोला। जय मूलवासी। धन्यवाद छ। हामीलाई यो देशका साम्राज्यवादी शासकहरूले पाखे खर्पने ढोक्रे ढाक्रे जंगली बुस्तिक्रे खर्पने पनि भन्यो। हाम्रो पुर्खाहरूले होला त नि भनेर ताली बजाइदिए। मतवाली पनि भन्यो। मतवाली भनेको के हो भन्दाखेरि दुश्मनलाई ख्याल ख्यालमा 4 इन्ची काट्ने, ती फोक्ल्यान्डको टापु मलायको जंगलमा दुश्मनलाई पटा लाउने ती वीर पुरुषहरू हो मतवाली भनेको भनेर भनिदिएपछि हाम्रो पुर्खाहरूले हो त्यो मतवाली मै हो भनेर स्वीकारेकै हो। पछि जनजाति पनि भनिदियो। जनजाति भनेको के हो त्यो पनि थाहा भएन। जनजाति भनेको आफ्नो भाषा, आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो वेशभूषा हुने मान्छेलाई चाहिँ जनजाति भन्छ भनिदियो। के हाम्रो मात्रै हाम्रो भाषा, हाम्रो भेष, हाम्रो संस्कृति थियो? 1495 मा पश्चिमको भिरकोट हुँदै यो देशमा धोती र जनै लाएका साथीहरूको भाषा थिएन। यो मैले अहिले बोल्दै गरेको भाषा कसको हो? यो लिपि कसको? त्यो भाषा, त्यो लिपि हामीलाई जबरजस्ती भारी बोकाएर हाम्रो भाषा, हाम्रो लिपिलाई जबरजस्ती मेटाएर अनि हामीलाई जनजाति, जन भनेको अर्काको घरमा काम गर्ने खेताला गोठाला, जाति भनेको जनजाति भनेको थरी थरीको अर्काको घरमा काम गर्ने गोठाला खेताला, अर्थात् ब्राह्मण धर्मका अनुसार जाति भनेको ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भन्दा तल खसेको जातिलाई जाति भनेको भनेर भनिदियो। जसलाई चाहिँ घरभित्र छिर्नु पनि दिँदैन भनेर उसकै ऋग्वेदमा लेखिएको छ। अनि हामीलाई त्यही भारी बोकाइदियो कि जनजाति भनिदियो। अनि हामीले पनि स्वीकार्यौं, हो म जनजाति हो नि, फेरि भन्यौं। पछि महामानव डाक्टर गोपाल गुरुङज्यूले खबरदार, यो देशको 80% राई, लिम्बू, मगर, गुरुङको चाहिँ मेचे, थारू, धिमाल, चौधरी, जिरेल, भुजेल, कामी, दमाई, सार्की, जिरेल, भुजेल, कोचे, मेचे, शेर्पा, तामाङ, नेवार, यो सबै यो देशको मूलवासी हो भनेर बृहत रूपमा चट्टान भएर उभिसकेपछि, पहाड भएर उभिसकिसकेपछि, यो आवाजलाई संसारभरि छरिसकिसकेपछि अन्तिममा झुकेर फेरि आदिवासी हो तपाईहरु भनेर फेरि अर्को नाम राखिदिएको इतिहास तपाईँ हामीले अहिलेसम्म भोगिराखेका छौं, अहिलेसम्म सुनिराखेका छौं, हेरिराखेका छौं। के हामी नै पाखे खर्पने हो भने, ढोक्रे ढाक्रे जंगली बुस्तिक्रे हो भने, हामी नै मासिन्ने मतवाली, हामी नै नमासिन्ने मतवाली हो भने, हामी नै जनजाति अनि हामी नै आदिवासी हो भने तिमी चाहिँ कुन वासी हो भन्नुपर्छ कि पर्दैन? यो प्रश्न सधैँ हाम्रो रहनेछ। यो प्रश्नको जवाब जहिले आउँछ त्यो दिन हामी फेरि अर्को प्रश्न गर्नेछौँ। तिमीलाई धर्ता दिनेवाला छैनौ। यस कारणले गर्दाखेरि तपाई हामीलाई नाम पटक पटक अपमान गरी गरी उपनाम दिएर बदनाम गरेर हेला होचो गरेर मासिन्ने मतवाली भनेको के हो? मास्नु पाउने, जाड खाने, जाडसी खाने, नालीमा सुत्ने भनेर जबरजस्ती उसले चाहिँ घुमाउरो पारामा हामीलाई पेलेर मासिन्ने मतवाली, नमासिन्ने मतवाली राखिदियो। शङ्खमूलमा लगेर काट्यो हाम्रो पुर्खाहरूलाई। मास्नु पाउने भनेको मासिन्ने मतवाली भनेको। हामी मान्छे हो कि सुँगुर हो?
उसले आवश्यक पर्दाखेरि मास्नु पाउने, तर उसले मास्यो। किन? हामीले स्वीकारेको कारणले मास्यो। आज तपाईँ उपस्थित हुनुभएको छ, हामी उपस्थित भएका छौँ, तर हामीलाई किन मास्नु सक्दैन? किनकि हामी मासिने मतवाली होइन, हामी यो देशको मूलवासी मङ्गोल हो। यस कारणले गर्दाखेरि उसले हामीलाई छुनु ताके टेढो नजरले पनि हेर्नु सक्दैन। त्यो हामीले अब कहिले भुल्नु हुँदैन र हामी निर्धक्क साथ यो देशको भूमिपुत्र हो, यो देशको मूलवासी हो र हामी मङ्गोल हो भनेर गर्वका साथ जब हामी भन्छौँ, तब दुश्मन कहिले पनि हाम्रो नजरको अगाडि पर्न सक्दैन। यो चाहिँ तपाईँहरूले लेखेर राख्नुहोला। तपाईँ हेर्दै हुनुहुन्छ विचार परिवर्तन।